Ladies and gentlemen, welcome to Japan. हेलो साथीहरु, स्वागत छ सम्पूर्णलाई मेरो यो नयाँ ब्लगमा। र आज चाहिँ म जाँदैछु मेरो गन्तव्य कहाँ हो थाहा छैन, बस हिँडिरहेको छु। कहाँसम्म पुग्ने हो थाहा छैन हैन, जस्ट हिँडिरहेको छु। जस्ट हावा खानलाई भनेर बाहिर निस्केको, अनि निस्किसकेपछि अब भिडियो पनि बनाइदिउँ न भन्ने सोच आयो, त्यही भएर चाहिँ भिडियो बनाइदिएको है। अरू अन्यथा केही पनि होइन, कतै हामी टाढा घुम्नको लागि पनि गएको छुइनँ होइन, जस्ट यताउति डुल्दै गइरहेको छु होइन, यस्तै हो। अनि यहाँको भ्यूहरू यस्तै छन्, अनि म यहाँ छु होइन, जस्ट आफ्नै पारामा हिँडिरहेको छु, केही छैन होइन, त्यस्तै हो। ल अहिलेको लागि चाहिँ यति नै, अनि अगाडि गएर थोरै कुराहरू सेयर गर्छु होइन, त्यतिखेरसम्मको लागि चाहिँ बिदा पाऊँ। अघिदेखि चाहिँ म हिँडेको छु कि कहाँ पुग्यो केही थाहा छैन, म्याप हेरेर जानुपर्छ अहिले। त्यति धेरै टाढा पनि गएको छैन, यता वरिपरि छु होइन, तर पनि अब खासै धेरै हिँडेको छैन नि त म, तर हिँड्नु पर्ने चाहिँ हो होइन, तर हिँडेको छैन कि। कति हिँड्नु, काममा बेलुका जान्छौँ होइन, अनि एकैचोटि बिहान आइपुग्छ, अनि सुतेको हुन्छ, अनि फेरि बेलुका हुन्छ, बेलुका काममा जान्छौँ, फेरि बिहान आउँछ, आएर सुत्छ, त्यस्तै चलिरहेछ। के सोचिरहेको के भइरहेछ हाय हाय, तर केही छैन होइन, बस चलिरहेछ भनौँ। त्यही हप्ताको 4 दिन चाहिँ त्यसरी बित्छ, अनि 3 दिन आफ्नो पाराले बितिन्छ, त्यही हो होइन। र आज चाहिँ मेरो छुट्टी नै छ होइन, बेलुका कतै जानु पर्दैन, एकैचोटि अब भोलि बेलुका जान्छौँ, त्यस्तै छन्। अब दिनहरू कट्दैछन्। र यहाँ पार्किङ रहेछ, यो चाहिँ पार्किङ रहेछ होइन, यिनीहरूको त फेरि यस्तै हो कि सबै पार्किङमा राख्छन् गाडीहरू। यहाँ गाडी सस्तो छ होइन, तर यहाँ पार्किङमा गाडी राख्नुपर्छ, त्यो चाहिँ महँगो हुन्छ यहाँको चाहिँ होइन। अनि यस्तै छन्, र सबै कुरा चाहिँ अब हेरविचार गरेर किन्नुपर्छ नेपालीहरूले यदि गाडीहरू किन्नु पर्यो भने। अनि यहाँको वातावरण चाहिँ एकदमै धेरै राम्रो छ कि, अब सबै कुरो नै राम्रो कि। अब यहाँ एकदम डिसिप्लिन तरिकाले हिँड्ने छैन सबैजना, अनि क्या रमाइलो लाग्छ कि। केही छैन, मेरो नि यस्तै घर एउटा बनिहाल्ला कि भन्ने आश गरेको छु होइन। अब यहाँ नबन्ला होइन, तर नेपालमा त बन्ला नि भन्ने सोचले चाहिँ म यसो यतातिर आइदिएको होइन। अब यता छिर्नुपर्छ या घरतिर जानुपर्छ होला अब। र यस्तै गरी चलिरहेको छ मेरो जिन्दगी जापानमा, अनि खासै अरू त केही छैन होइन। र अर्को कुरा, साथीहरूको चाहिँ एकदमै धेरै सम्झना आइरहेछ। नेपालमा कति धेरै रमाइलो गर्दै बसिरहेको मान्छे यहाँ आएर अचानक सबै कुरा चेन्ज हुँदा त गाह्रो त हुन्छ, तर पनि ठिकै छ भनौँ। जिन्दगीको दौडधोपमा साथीहरूसँग छोड्नुपर्छ, परिवार छोड्नु पर्दो रहेछ होइन। अब अगाडि बढ्नु पर्यो जिन्दगीमा होइन, त्यही भएर अब सबै कुरोलाई हेर्दै मध्यनजर गर्दै अगाडि बढ्दैछु। थाहा छैन यो यात्रा कहाँसम्म हुन्छ, तर जहाँसम्म हुन्छ सबै कुरा राम्रै हुन्छ भन्ने आश गर्दै अगाडि बढिरहेको छौँ। सो लेट्स गो विथ मी। हिँड्दै रात परिसकेको छ, अब घरतिर जाँदैछौँ। अब वरिपरि बत्ती बालिसकेको छ होइन, चट्टसँग लाएर। अनि हामी चाहिँ अहिले यो ब्रिज माथि बसेका छौँ, यहाँबाट ट्रेन आउँछ चट्टसँग होइन। अनि अब म चाहिँ घर जाँदैछु, सो लेट्स गो। हाय 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 ट्रेन कुदिरहेछ होइन, ट्रेन चाहिँ होइन। सो फाइनली म चाहिँ रुम आइसकेको छ, र अब चाहिँ म खाना बनाउन जान्छु होइन। केटाहरू कोही पढिरहेछन् त कोही सुतिरहेछन्, डिस्टर्ब नगर भन्छन् केटाहरू होइन।
म डिस्टर्ब पनि गर्न चाहेन। सो यति भन्दै बिदा हुन चाहन्छु आजको यो फाइनल कटबाट। मतलब नेक्स्ट भिडियोमा हामी भेट हुनेछौँ फेरि पनि।